नमस्कार साथीहरू, आज हामी विस्तारमा कुरा गर्दैछौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बारेमा। उनी नेपालका चर्चित टिभी पत्रकार थिए। सिधा कुरा जनतासँग कार्यक्रममा जनताका पीडा संसदमा पुर्याउने प्लेटफर्म बनायो। सन् 2013मा 60 घण्टा लगातार अन्तर्वार्ता चलाएर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरे, जसले उनलाई राष्ट्रिय नायक बनायो। तर उनको यात्रा सहज थिएन। अमेरिकामा बस्दा आर्थिक विवाद र करमाथि सम्बन्धी 8 मुद्दा परे। पत्र-पत्रिकाले घर लिलामीसम्मका समाचार छापे, जसले उनलाई देशभर चर्चाको शिखरमा ल्याइदियो। यी विवादले नै उनलाई नेपाल फर्कन प्रेरित गर्यो। सन् 2013मा स्वदेशमै आएर पत्रकारिता र व्यवसायमा फर्किए। ग्यालेस्की पोरफोर प्रबन्ध निर्देशन गरे। 2079 साल असार 7 गते सबै छोडेर राजनीतिमा होमिए। राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरे, चुनाव चिन्ह घण्टा राखे। यो पार्टीले युवा, असन्तुष्ट र मध्यम वर्गलाई सम्बोधन गर्यो। सोही वर्षको मङ्सिर 4 को प्रतिनिधि सभा निर्वाचनमा चितवन 2 बाट 29,808 मतले झन्डै दोब्बर मतन्तरले विजयी भए। समानुपातिक तर्फ 11,18,000 मत ल्याएको तेस्रो ठुलो दल बने। बहुमत त नपाए पनि गठबन्धन सरकारमा गृहमन्त्री र उप-प्रधानमन्त्री बने। अहिले उनी काठमाडौँमा सक्रिय छन्। पार्टी सभापतिको हैसियतमा आन्दोलन र भेला गरिरहेका छन्। अमेरिका मुद्दा 2 वटा अझै सक्रिय छन्, तर उनले राज्य विरुद्ध बोल्दै सङ्गठित अपराध मेरो होइन, राज्यको हो भनेका छन्। उनको देश बनाउने एजेन्डा, क्रान्तिकारी प्रधानमन्त्री र मुख्यमन्त्री, प्रत्यक्ष चुनाव, सबै पार्टीमा पारम्परिक निर्वाचन, भ्रष्टाचार उन्मूलन, युवा केन्द्रित रोजगारी र सुशासन, यो एजेन्डा देश बदल्ने सपना बाँड्छ। जय नेपाल।